हेलो साथीहरू, जय मसी अनि नमस्ते। आज नि हामी फेरि घुम्न गएका छौँ होइन। अन्त चिसो छ क्या फेरि आज चाहिँ इलाममा होइन। चिसो बढेर है साथीहरू, अन्त एकदमै चिसो बढिरहेछ हो। एकदमै तातो तातो लुगा लाएर तातो तातो खाएर बस्नु होला होइन। स्वास्थ्यको पनि ख्याल गर्नुपर्छ। अन्त अब यो इलामको मौसम पनि यस्तै छ, मान्छे पनि यस्तै छ। त्यही भएर तपाईँहरूले बुझ्नु होला आफूलाई होइन। अरूलाई नबुझे पनि आफूलाई बुझ्नु होला, माया गर्नु होला आफूलाई होइन। यो चाहिँ किन भन्दैछु भन्दै गर्दा धेरैभन्दा धेरै राम्री के भन्छ, धेरैभन्दा धेरै राम्री भए पनि, धेरैभन्दा धेरै चाम्री भए पनि, नराम्री भए नि मानिस भनेको फुल जस्तै हो होइन, यस्तै। अन्त यो फुल कति राम्रो फुलिरहेछ नि त। अन्त यो फुल पनि अब भोलि पर्सि त ओइलाएर जान्छ होइन। अनि त्यही भएर मानिस सधैँ नै होइन परमेश्वरलाई आज हामीलाई यसरी बनाउनु भयो, फुल राम्रो बनाउनु भयो। अन्त मानिस पनि कोही कोहीलाई राम्रो बनाउनु भयो। तर कहिले पनि मानिसले घमण्ड गर्नु हुँदैन क्या साथीहरू। किनभने त्यो नराम्रोलाई बनाएको नि परमेश्वरले नै हो, राम्रोलाई बनाएको नि परमेश्वरले नै हो। तर हामीले चाहिँ के चाहिँ जायज कुरा चाहिँ के छ, के भन्न गयो भन्दै गर्दाखेरि नि साथीहरू, हामी क्रिस्चियन भइसकेपछि चाहिँ होइन हामीले चाहिँ पापलाई चाहिँ घृणा गर्नुपर्छ क्या। तर पापी मानिसलाई चाहिँ घृणा गर्नु हुँदैन। किनकि परमेश्वरले पनि त त्यो सामरी स्त्रीलाई नै त प्रेम गर्नुभएको थियो। अनि अर्को कुरा, त्यो जाँड रक्सी खानेलाई पनि परमेश्वरले प्रेम गर्नुहुन्छ। अन्त हामी त को नै हो र होइन। अन्त हामीले पनि पापीलाई चाहिँ प्रेम गर्नुपर्छ होइन। तर पापलाई चाहिँ प्रेम गर्नु हुँदैन है फेरि। किनकि पापलाई प्रेम गऱ्यो भने चाहिँ के हुन्छ त भन्दै गर्दा पापको ज्याला चाहिँ मृत्यु हो। अन्त मृत्युले चाहिँ कहाँ पुऱ्याउँछ, नरक पुऱ्याउँछ। अनि जति पनि जवानहरू हुनुहुन्छ, दिदीभाइ दिदीबहिनीहरू होइन, दाजुभाइ दिदीबहिनीहरू, आज तपाईँहरू चाहिँ होइन, तपाईँहरूलाई चाहिँ किन मैले भन्दैछु भन्दै गर्दाखेरि नि साथीहरू, आज परमेश्वरलाई चाहिँ प्रथम पहिलो स्थान दिनुपर्छ क्या। परमेश्वरलाई चाहिँ नि हाम्रो हृदयमा, हाम्रो परिवारमा, हाम्रो जीवनमा, हाम्रो समाजमा, हाम्रो गाउँमा ठाउँमा परमेश्वरलाई चाहिँ काम गर्न दिनुपर्छ क्या। अन्त किन त्यसो भन्दै हुनुहुन्छ भन्दाखेरि चाहिँ आज होइन तपाईँहरूले चाहिँ मलाई देखेर चाहिँ प्रश्न उठ्दैछ होला। किनकि आज मेरो घरमा पनि होइन, अझ मेरो घरमा पनि सबैजना विश्वासी हुनुहुन्न, आफ्नो आफ्नो बाटोमा हुनुहुन्छ। तर उहाँहरूले पनि अब परमेश्वरलाई चिन्नुभयो भने चाहिँ हामीले जस्तै भन्नुहुन्छ, परमेश्वर चाहिँ राम्रो हुनुहुन्छ, परमेश्वरले चाहिँ काम गर्नुहुन्छ भनेर भन्नुहुन्छ। तर आज आत्मिक मानिस र शारीरिक मानिस चाहिँ कहिले पनि मिलेर बस्न सकिँदैन साथीहरू। मैले भोगेको कुरा भनिदिएको तपाईँहरूलाई। किन भन्दै हुनुहुन्छ होला होइन। किनभने चाहिँ शारीरिक मानिसले चाहिँ पापकै मात्रै कुरा गर्छ। पापले के दिन्छ, ज्याला, मृत्यु होइन। अन्त मृत्युमा हामीलाई लग्यो भने के हुन्छ हालत। अन्त आत्मिकी मान्छेले के भन्छ, आज हाम्रो परमेश्वरको नियम कानुन, बाइबलको वचन आधारित पवित्रता धार्मिकतामा जिउन लाउन चाहन्छ आत्मिक मानिसले होइन। त्यही भएर तपाईँहरूको सङ्गत कस्तोसँग छ हौ साथीहरू। आज तपाईँहरू चाहिँ 4 पत्ता बाइबल पढेर दिनको 5 घन्टा प्रार्थना गर्नेसँग हिँड्नुभयो भने तपाईँहरू पनि पहिलो व्यक्ति त्यस्तै हुनुहुन्छ। अनि तपाईँहरू चाहिँ दिनरात संसारको झैझमलामा, अन्त दिनरातको बेविचारमा, पियङ कपटमा दिनै आजभन्दा भोलि बिग्रिँदै हिँड्ने त्यस्तो समाजमा, त्यस्तो परिवार, त्यस्तो व्यक्ति, साथीभाइहरू त्यस्तो छ भने तपाईँले आजै त्यागिदिनुहोस् क्या। यो चाहिँ मैले भनेको होइन, परमेश्वरले भनेको। किनकि त्यस्तोलाई चाहिँ परमेश्वरले मन पराउनुहुन्न है साथीहरू। अन्त आज प्रशंसा दिदीले चाहिँ यसो अब होइन, प्रशंसा दिदीले चाहिँ मानिसलाई घोचेर बोल्न सक्दैन। किनकि प्रशंसा दिदी दयालु छ, तर परमेश्वर पनि दयालु हुनुहुन्छ। तर परमेश्वरले के भन्नुहुन्छ त भन्दाखेरि एक दिन चाहिँ न्याय चाहिँ गर्नु नै हुन्छ। त्यो पनि न्याय कसले गर्छ, पाप गर्नेहरूलाई। प्रभुले त के भन्नुहुन्छ, चिन्दिन, सफासँग भन्छु म, तिमीहरूलाई म चिन्दिन भनेर भन्नुहुन्छ। त्यही भएर साथीहरू, आज हामी कस्तो सङ्गतमा छौँ, कस्तो साथीमा छौँ होइन, कस्तो ठाउँमा छौँ, आफूले मूल्याङ्कन गर्ने समय आयो है साथीहरू। किनभने
संसार हात पारेर आत्मा गुमायो भने के फाइदा। संसारको तिमीहरूको धन दौलत बिल्डिङ नौतले पाएर पनि नरक जानु पर्यो भने के फाइदा। परमेश्वरको वचनले भन्छ आज आत्मिक शरीरी दुई प्रकारको मान्छे हुन्छ, आत्मिक र शारीरिक। अनि आत्माको मान्छेले कुरा आत्माकै गर्छ, तर शारीरिक मान्छेलाई त्यो मन पर्दैन। अनि त्यो मन नपर्ने मान्छेले के भन्छ, तैँले स्वर्ग पुगेर देखेर आएको छस् भन्छ क्या। तर दुईवटा बाटो त छ नि होइन, बाइबलले त ढाँट्दैन, परमेश्वरले ढाँट्नु न। अनि त्यो दिन चाहिँ न्याय चाहिँ राम्रोसँग हुन्छ क्या साथीहरू। अनि त्यति बेला चाहिँ आफ्नो कामले गर्दा आफै कहाँ जाने त, कि स्वर्ग कि नर्क। आज यहाँ म चाहिँ भिडियो बनाउन आएकै साथीहरू। यी हेर्नु न कति राम्रो फुल, कति राम्रो फुल। अन्त आज बोल्दा बोल्दा अलिक बेसी बोल्यो भनेर भन्नुहुन्छ भने नि भन्नुहोस्, किनभने मलाई परमेश्वरले चाहिँ मलाई चाहिँ हिजोस्ति नै भन्दै हुनुहुन्थ्यो क्या। म आफैलाई नै पनि, म पनि लोभी नै छु नि त, किनभने अरूलाई मात्रै भन्नु हुँदैन, म पनि लोभी नै थिएँ, म लोभी नै हो। अनि काम मात्रै गर्थेँ, काम मात्रै गर्थेँ, पैसा मात्रै भन्थेँ। परमेश्वरले चाहिँ संसारको सबै कुरा हात बारेर पनि के फाइदा आत्मा गुमायो भने। अनि फेरि अर्को कुरा के भन्नुभयो, अर्को कुरा त्यो धनी मानिसले पनि सबै कुरा चाहिँ आफूसँग भएको कुरा चाहिँ के भन्यो त परमेश्वरलाई। परमेश्वरले भन्नुभयो तिमीसँग भएको कुरा सबै बाँडचुँड गरिदेऊ। तर त्यो लोभ लाग्यो क्या त्यसलाई, त्यसले लोभ लागेर चाहिँ प्रभुलाई चाहिँ पछ्याएन। अनि प्रभुले चाहिँ के भन्नुभयो, उठको नाथ्रीबाट छिर्नलाई चाहिँ त्यो सियोको नाथ्रीमा उठलाई छिर्न सजिलो होला, तर धनी मानिसलाई प्रभुको राज्यमा छिर्न सजिलो छैन भन्नुभयो। किन भन्दै गर्दाखेरि साथीहरू हेर्नु है, अहिले अब होइन, किनभने मैले चाहिँ तपाईँहरूलाई किन भन्न खोज्दैछु भन्दाखेरि चाहिँ होइन, आज मेरो आमा चाहिँ यति साह्रो निको भयो कि होइन। अब त्यो घरमा चाहिँ होइन, पर हाम्रो घरमा माइतमा चाहिँ एकदमै त्यस्तो प्रकारको व्यक्ति हुनुहुन्थ्यो कि हाम्रो आमा चाहिँ रक्सी खाने यतात्यता, अनि मुखहरू कुहिएर पाकिसकेको, बिराम भइसक्यो होइन। यति साह्रो कि होइन, भित्रभित्रै त्यो थाकिसकेको व्यक्ति हो, शरीर चाहिँ होइन ज्यानमा जाने बेला भएको जस्तो। तर आज त्यो शरीर निको भयो क्या साथीहरू। अन्त मैले त्यो अब भन्नु खोजेको तपाईँहरूलाई के भनेर भन्दै हुनुहुन्छ भने, पैसा नकमाऊ, आफ्नो भविष्य नबनाऊ, पैसा आफ्नो लागि नगर भन्न खोजेको होइन। तर पनि कति व्यक्ति यस्तो खालको हुन्छ क्या, प्रभुलाई चाहिँ भाँडामा लिएको जस्तो मात्रै अलिक पर राखेर पैसालाई चाहिँ मेरो आफ्नो प्राण हो भनेर चेप्ने खालकोहरू हुन्छ नि। त्यो चाहिँ राम्रो होइन रहेछ। त्यसले चाहिँ फाइदा गर्दैन रहेछ। भन्नुको मतलब कस्तो भन्दै गर्दाखेरि साथीहरू, परमेश्वरले दिने शान्ति र त्यो दबाई चाहिँ नि त्यो संसारको कुराले दिने जस्तो छैन क्या। परमेश्वरले दिने त्यो जिजस ब्लड रगत येशूको होइन जम्मै कुराहरू चाहिँ त्यो संसारको जस्तो छैन। हामीलाई चाहिँ 10वटा दरबार भएर पनि 10-12वटा बोरामा पैसा हाएर नि निन्द्रा लागेर डिप्रेसन भयो भने के फाइदा त्यसले भन्नु त। संसारको मान्छेलाई त्यही भइरहेछ अहिले कतिजनालाई। तर जोसँग केही छैन त्योसँग परमेश्वर हुनुहुन्छ। अनि परमेश्वरले के भन्नुहुन्छ, हामीलाई परेको बेला चाहिएको बेला त हाम्रो आवश्यकता त उहाँले पुरा गर्नुहुनै हुन्छ। अनि त्यसपछि अर्को कुरा के त भन्दाखेरि, हामीलाई अहिलेसम्म यतिको वर्ष भयो परमेश्वरले हामीलाई काम नगरे नि भोको राख्नु भएको छैन, नाङ्गो राख्नु भएको छैन होइन, बिराममा राख्नु भएको छैन, पीडित जिलौँ कि मरौँ बनाउनु भएको छैन। अनि त्यसले गर्दाखेरि आज परमेश्वरको सेवकहरूले चाहिँ जित्यो कि जितेन त साथीहरू, लु भन्नु त। पैसा कमाएर रगटेर दलिएर दुनियाँ उ गरे पनि उनीहरूलाई शान्ति पनि छैन। पैसा त छ होला तर उनीहरूलाई निन्द्रै लाग्दैन। अब उनीहरूलाई माया, अब त्यो शान्ति, त्यो पैसालाई चाहिँ तपाईँहरूले कस्तो खालको मात्रै सोच्नुपर्छ भन्दाखेरि नि साथीहरू, पैसालाई चाहिँ जिन्दगी सोच्नु हुँदैन, अन्त सबथोक सोच्नु हुँदैन। पैसालाई चाहिँ यो चाहिँ पैसाले चाहिँ आफ्नो युज एन्ड थ्रो जस्तो मात्रै क्या, आफ्नो इच्छाहरू पुरा गर्ने मात्रै हुन त हो। आज मानिसलाई संसारमा यति साह्रो भविष्यको फिक्री हुन्छ होइन, भविष्यको चिन्ता फिक्री हुन्छ। मलाई पनि चिन्ता फिक्री नै छ, किनकि मेरो दाइले पनि भन्नुहुन्छ होइन, तँ चाहिँ केही गर्नै सक्दिनस् जस्तो मेरो अब भन्छन् होला समाज गाउँले पनि। तर मलाई चाहिँ डर छैन, किनकि म मर्दाखेरि लाने भनेको नि परमेश्वरको वचन मात्रै हो। उहाँको शक्ति पनि वचन पनि यहाँ संसारमा सुनाउनु पर्ने नै हो। त्यसैले गर्दाखेरि म चाहिँ परमेश्वरको प्रचारक हो। त्यसैले गर्दा आज वचन प्रचार गरिनँ भने मलाई निन्द्रै लाग्दैन साथीहरू।
काम गरेर पनि वचन प्रचार गरिनँ भने मलाई निन्द्रा लाग्दैन क्या। त्यही भएर चाहिँ मैले प्रचार गर्नै पर्छ होइन। अन्त त्यही भएर साथीहरू तपाईँहरू पनि होइन, तपाईँहरूलाई नि कोलाई त्यस्तो हुन्छ हौ, वचन प्रचार नगरी, वचन नपढी, प्रार्थना नगरी निन्द्रा नलाग्ने, मलाई कमेन्ट गरेर जानुहोस् है, मिठो कमेन्ट गर्नुहोस् है साथीहरू। यो चाहिँ भिडियो अलिक लामै भयो, मजाले सुन्नु होला।